What's up beautiful, it's me in the from the light of Asia. So guys, हजुरलाई कस्तो सन्चै आरामै हुनुहुन्छ होला? म पनि एकदमै सन्चै आरामै छु हो। आज हामी आएको साथै कति दिन भयो? आज हामी आएको त डे 4 भइसक्यो, 4 दिन भइसक्यो यहाँको। न काम छ न के छ, खाछ सुतेछ। अब यहाँ कहिले मेडिकल हुन्छ थाहा छैन। अलिकति हामी चाहिँ के छ भने हामी चाहिँ सिरा सिक्युरिटी गार्डको लागि पोजिसनको लागि आएको थियो कि यहाँनिर चाहिँ भनेको मैले पहिले सुनेको थिएँ है, यो गार्डको लागि चाहिँ अलिकति धेरै झन्झटोल छ भन्ने सुनेको थिएँ। तर सो अहिले यहाँ आइकन फिल्डको चाहिँ भइरहेछ, धेरै झन्झटोल छ। सो अब इक्जामहरू दिनुपर्ने हुन्छ, ट्रेनिङहरू गर्नुपर्ने हुन्छ। लगभग पनि हाम्रो ड्युटी जोइनिङको प्रोसेस भनेको म्याक्सिमम् 1 मन्थ चाहिँ हुनसक्छ है। 1 मन्थ कम्प्लिट गरिसके पछाडि चाहिँ बल्ल आफ्टर त्यस पछाडि चाहिँ हामीले बल्ल ड्युटी जोइन गर्न सकिन्छ जस्तो लाग्छ। अनि मिस्टर कपिल के भन्छौ तिमी? सबैजनालाई आउनु, दुःख गर्नु, 4 लाख 5 लाख तिरेर आउनु होइन। अब यहाँ आइसके पछाडि यस्तो प्रेसर के मेन्टली प्रेसर के हुन्छ भन्ने कुरो चाहिँ म देखाउँछु। सो गाइज अहिले हामी चाहिँ यहाँनिर अलिक धेरै कुराहरूको समस्याको फेस गरिरहेछौँ। मेन कुरो चाहिँ भनेको अब हामी उहाँदेखि आइकिनै अब हामीलाई लगभग 1 मन्थ चाहिँ ड्युटी नगरिकन चाहिँ रुममा बस्नु भनेको अलिकति यो सबैभन्दा क्रिटिकल सिचुएसन चाहिँ हाम्रो लागि यो चाहिँ एउटा च्यालेन्ज जस्तै नै छ, टास्क नै हो। अब विदाउट मनी र अलिकति खानापिना चाहिँ बस्नलाई गाह्रै हुन्छ, किनकि स्यालेरी चाहिँ अब आउने भनेको त्यस्तै हो, आफूले जति जति लिएछ घरमा त्यसैले गुजारा चल्नुपर्ने हुन्छ। र हामीले अलिकति महँगो खान सक्ने पनि स्थिति छैन गाइज। घरमा 2 चोटि ब्ल्याक कफी म्याक्सिमम् पनि लगभग बाहिरको होटेलको रेसियो हेर्ने भने त लगभग पनि 100 रुपियाँको खर्च भनेपछि आफ्नो खर्च गरे भने लगभग 40-50 रुपियाँ बन्ने कफी पनि दिनमा 2 टाइम खाएर बस्ने मान्छेलाई कम्प्रोमाइज गर्नु परिरहेको छ त्यसो कुरामा चाहिँ। अनि यहाँनिर के छ सबै साथीहरू चाहिँ जो एउटा कुरा मैले के भन्छु भने कसैले मेन पावरवालाले या कसैले चाहिँ अलिकति हुर्काएर फुर्काएर होइन यसमा जानु यति स्यालेरी छ उति स्यालेरी छ भनेर अलिकति प्रलोभन देखाउँछ भने त्यो भ्रममा चाहिँ नपर्नु होला। यो कुरा चाहिँ मिस्टर हाम्रो साथीलाई सोद्धा पनि हुन्छ। के भन्न चाहन्छौ कबिर? हेलो, के भन्न चाहन्छौ? त्यस्तै हो, आउनु सबैजना राम्ररी गरेर आउनु। यहाँ कहिलेदेखि सिरा एक्जाम कहिलेबाट हो? सिरा एक्जाम हाम्रो अब सोमबारदेखि छ। सोमबारदेखि छ। अनि पूर्व तयारी के छ? पूर्व तयारी भइरहेको छ। पूर्व तयारी भन्छ। घरवालाले कति लगाएर भेजेछन्? घरवालाले त 5 लाख, पुरै 5 लाख लगाएर भेजेछन्। अनि यहाँदेखि एक्जाम कटिन नि के छ? टेन्सन लिनु भएन, एक्जाम अलि राम्रो दिनुपर्छ। एक्जाम राम्रो दिनुपर्छ, त्यही फिजिकल अब हल्का लिखित हुन्छ। सो गाइज अनि एउटा कुरा है, अब यहाँनिर बस्ने भनेको रुम त यो विदेशको हो है, यहाँनिर सबैजनालाई थाहा छँदैछ। अनि हाम्रो साथीहरू चाहिँ कतिजना बाहिर जानुभएको छ। अलिकति मैले के भन्छु भने सिरा गार्डको लागि चाहिँ कसैले यति स्यालेरी उति स्यालेरी भनेर प्रलोभन देखाउँछ भने गाइज यहाँनिर चाहिँ कसैले आउने पूर्व तयारी गर्दै हुनुहुन्छ भने चाहिँ है स्यालेरीको प्रलोभनमा आएर वात्तै पैसा पनि नदिनु होला। कम्पनी के छ कस्तो छ सबै कुराहरू बुझ्नुहोस्। अब अहिलेको सिचुएसन सबै इन्टरनेटको जमाना छ है। हजुरको सबैजना साथीहरू पनि यहाँ हुनुहुन्छ, नहुने कोही पनि छैन। अनि एउटा कुरा के भन्छु भने सकेसम्म है अब नेपालतिर के गरौँ भन्ने चाहिँ सबैजनाको सोच हुन्छ। अब सबैजनालाई त्यही त हो नि, नपोएरै आउने होइन, के गर्नु खोजेर नभएर आउने हो। अब यहाँ आइकन कस्तो रहेछ भने धेरै कुराहरूको सिचुएसनको फेस गर्न पर्ने कि अब मेन कुरो भनेको अब खाना आफ्नो हुन्छ दुबईमा होइन। खाना आफ्नो भइसके पछाडि अलिकति त्यही त हो, आइसके नयाँ मान्छेहरू आइसकेपछि भाँडासाँडा सबै कुराहरू जोड्दा के गर्दा धेरै नै खर्च हुन्छ। किनकि यदि कोही नयाँ आउनुहुन्छ भने म्याक्सिमम् पनि 500 दिराम होइन, 500 दिराम चाहिँ आफ्नो खल्टीमा चाहिँ राखेर आउनुपर्ने रहेछ। अब किनकि 1 महिनासम्म त लगभग मिनिमम प्रोसेस भनेको 1 महिनासम्म त लाग्दो रहेछ। यहाँ आइकन कम्पनीले 2-3 दिन चाहिँ यत्तिकै रुममा राख्छ। रुममा राखिसके पछाडि त्यस पछाडिको भनेको मेडिकल हुन्छ। आफ्टर मेडिकल भइसके पछाडि हामीलाई ट्रेनिङ 5 दिनको ट्रेनिङ हुँदो रहेछ। 5 दिनको ट्रेनिङ भइसके पछाडि चाहिँ बल्ल रिजल्ट चाहिँ त्यसको कति दिन 1-2 दिनपछि कति दिनमा आउने। अनि त्यसपछि सिरा कार्डको प्रोसेस भयो, आइडी कार्डको प्रोसेस भयो, सबै कुरा तेर नआउनु होला। हामी पनि त्यो याद तेर आएर अहिले यस्तो हालतमा छौँ। यो साउँदाखेरि अलि मजाले बुझेर आउनु। मेन कुरो चाहिँ अब स्पेसल सिरामा आउँदा चाहिँ के भन्छ? सिरामा आउनेहरूलाई मेन कुरो भनेको धेरै रिस्क चाहिँ छ है आफूमा होइन, धेरै रिस्क पनि छ। अब आफूले सकिन्छ भने चाहिँ आउनु। यता इङ्ग्लिस राम्रो छ भने इङ्ग्लिस पनि राम्रो चाहियो, फिजिकल राम्रो हुनु पर्यो, फिजिकल पनि राम्रो हुनु पर्यो। अब आफूले सकिन्छ भने चाहिँ आउनु। अब सकिन्न भने चाहिँ स्यालेरीको प्रलोभनमा चाहिँ कोही आउनु भएन। हाम्रो निरञ्जनले त सक्छन् होला, किनकि तिनले खत्रै छन् मान्छे होइन। पहिला पूर्व आर्मी तयारी गरेको मान्छे, ट्रेनिङ जोइन गरेको मान्छे। के छ निरञ्जन?
पहिले अन्त गरेको अहिले त अहिले अब हेरौँ कस्तो हुन्छ। ठिक छ केही छैन। अब तयारी गर्दै गरौँ। बस्न खानलाई चाहिँ त्यस्तै हो। अब यहाँदेखि क्याम्प चाहिँ अब कहिले सार्ने भने खाने क्या तिमी यहाँ ध्यान दियो क्या कपिल यहाँ त्यस्तोमा उ गर्नुहुन्न। यो 5 लाख पुरा घरवालाले 5 लाख दिएर पठाएको होइन। अनि यिनले युसी बोल्दैछ यार कहाँ यार। यिनको यो भिडियो चाहिँ घरसम्म पुगेछ है यो भिडियो।